नमस्ते सबैजनालाई। मलाई फेरि पनि मार्कवाटले हिजो खेलेको 114 रनको पारी इनिङको बारेमा फेरि एउटा भिडियो बनाउन मन लाग्यो। किनभने यस्तो विराट पारी खेल्नु भएको थियो नि त उहाँले। त्यो इनिङको बारेमा फेरि एउटा भिडियो बनाएर भन्न मन लाग्यो कि उहाँले आफ्नो 41 बलमै शतक पुरा गर्नुभएको थियो। यस्तो बवाल खेल्नुभयो होइन, 41 बलमै 6 चौका र 10 छक्का हानेर उहाँले आफ्नो पहिलो यो सिजनको एनपिएल सिजन 2 को पहिलो शतक उहाँले पुरा गर्नुभएको हो। यस्तो बवाल इनिङ खेल्नुभयो होइन, यस्तो बवाल इनिङ खेल्नुभयो। त्यो इनिङ जति हेरे पनि हेरौँ लाग्ने छ कि ब्याटिङ पनि यस्तो राम्रो छ होइन। मैले फेरि त्यो गेम हेरेर पनि फेरि गएर म हाइलाइट हेरेर छु घरिघरि। यस्तो राम्रो होइन। तर म त भन्छु यो नेपाली सायद ट्यु ग्राउन्डकै सबैभन्दा सर्वश्रेष्ठ पारी होला कि अहिलेसम्मकै ट्यु ग्राउन्डमा जुनसुकै ब्याटरले खेलेको पनि सबैभन्दा बेस्ट इनिङ मलाई लाग्छ कि 41 बलमै सेन्चुरी भनेपछि नट अ जोक यार। त्यसमा पनि 10 छक्का 6 चौका अनि अन्त्यमा चाहिँ उहाँले चाहिँ कति हान्नु भने 44 बल खेलेर 114 रनको पारी 12 छक्का अनि 6 चौकाको मद्दतले यस्तो राम्रो गेम होइन, यस्तो बवाल ब्याटिङ होइन, यति स्मुथ तरिकाले के हुन्छ नि, टक्क हान्यो लगनको माथिबाट, टक्क फाल्ने, टक्क कभर, टक टक टक्कै लङ अन लङ अफ सबै चारैतिर होइन, मैदानको चारैतिर कुनै हिसाब पनि राख्नु भएन क्या। यस्तो स्मुथ ब्याटिङ होइन, यस्तो स्मुथ ब्याटिङ कर्णालीले तर बब्बालै हो कि, तर कर्णालीले बब्बाल प्लेयर पाएको म त भन्छु, सिधा कुरा भन्छु कि नेक्स्ट सिजन धवनलाई ल्याएको थियो, धवन भन्दा पनि खतरा लाग्यो मलाई चाहिँ होइन। यो सायद एनपिएल सिजनमा अहिलेसम्म 2टा सेन्चुरी आएको छ, त्यसभन्दा पनि यो म त भन्छु सबैभन्दा बेस्ट के, जबसम्म एनपिएल हुन्छ अनि चल्छ नि तबसम्मकै सायद त्यो बिर्सन कहिले पनि सकिँदैन होला। त्यस्तो इनिङ हो कि कर्णालीको ब्याटरले खेल्नु भएको, कर्णालीका लागि खेल्नु भएको थियो। यस्तो राम्रो होइन, फेरि कर्णालीले पनि यस्तो कमब्याक 12 ओभर 2 बलमै फेरि गेम पनि सिद्धाइदियो क्या। यस्तो खतरा होइन। थ्याङ्क यू सो मच मार्कवाट दिस इन्टरटेनिङ र इन्क्रेडिबल इनिङको लागि। 114 रनको 144 बल खेल्नु भएको थियो उहाँले। म त भन्छु नि उहाँलाई त म त सल्युट पनि गर्न चाहन्छु क्या। यस्तो इन्टरटेनमेन्ट पनि यस्तो बवाल भयो होइन। यस्तो खतरा इनिङ के फेरि भने नि मैले अझ त्यो जति हेरे पनि पुग्दैन कि। यस्तो हिजोको पहिलो गेम सटरडेको पहिलो गेम यस्तो बवाल रमाइलो भयो नि। जो छिमेकी हुन्, छिमेकीले यसरी जित्दाखेरि यस्तो रमाइलो लाग्दो रहेछ होइन। यस्तो खुसी लाग्यो कि, तर मनैदेखि भन्दाखेरि के मैले यो ट्यु ग्राउन्ड त के मैले लाइफमै सबैभन्दा बेस्ट इनिङ देखेँ होला कि। यसो हुन्छ नि आफ्नो आँखा अगाडि गएर हेरेको प्रत्यक्ष हेर्दाखेरिको सबैभन्दा बेस्ट इनिङ हो कि भनेको। बेस्ट इनिङ भन्छु क्या म त। यस्तो खतरा इनिङ खेलेको होइन, खोइ लाइफमै नबिर्सिनै सक्ने हो कि। मैले यस्तो राम्रो इनिङ योभन्दा पहिला देखेको थिएन आफ्नो आँखा अगाडि, फर्स्ट टाइम देखेको। थ्याङ्क यू सो मच मार्कवाट, थ्याङ्क यू सो मच। अनि थ्याङ्क यू सो मच कर्णालीलाई पनि यसो राम्रो प्लेयर ल्याउनु भएर थ्याङ्क यू सो मच। अनि मेरो अर्को भिडियो हेर्नलाई मेरो लाइक सेयर अनि त्यसपछि फलो गर्न नभुल्नु होला प्लिज। सपोर्ट मी, म यस्तै अरू भिडियो पनि बनाउँदै जाऊँ प्लिज 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 सपोर्ट मी गाइज, प्लिज एभ्री वान सपोर्ट मी प्लिज।